ल बल्ल बल्ल भेट भयो आदङ्गुहरूसँग सब अगाडि रफ्तारमा। अधिकांश मानिसहरू आफ्नो फिटनेस जर्नीमा 2 हप्ता पछाडि क्विट गर्न थाल्छ। किन थाहा छ? किनभने त्यतिखेर रिजल्ट होइन खाना देखिन थाल्छ। सुरुको 2-3 दिनमा मोटिभेसन फुल हुन्छ, तर 12-14 दिन बित्दै गएपछि त्यो एनर्जी पुरै डाउन हुन्छ, माइन्ड बोर्ड हुन थाल्छ र रिजल्ट त अलमोस्ट 0 नै हुन्छ। तर त्यहीँबाट हाम्रो बडीको गेम स्टार्ट हुन्छ। ल हाम्रो टोलीहरू चाहिँ फर्किसक्नु भएको छ। बाइ द वे आज म रनिङ गरिनँ, उहाँहरूले रनिङ गर्नुभयो। मोस्ट अफ द पिपलले यो स्टेजमा क्विट गर्न थाल्नुहुन्छ, किनभने उहाँको चेन्जप्रतिको अपेक्षा यो स्टेजमा अलिक धेरै नै हुन्छ। वास्तवमा यो स्टेजमा तपाईँहरूलाई एकदमै गाह्रो हुन्छ, किनभने तपाईँले आफूलाई यो स्टेजमा एडप्ट गर्नुपर्छ र आफूलाई गाह्रो हुँदा पनि बेडबाट निकाल्न पर्छ। If you are in that phase, don't stop. किनकि यही पोइन्टमा मेजोरिटी हार्छन् र फ्यु बनिन्छन्।